नमस्कार, म गोर्खा लोकल टुर गाइडको अध्यक्ष थिरभक्त श्रेष्ठ बोल्दैछु। हजुरहरूलाई ऐतिहासिक गोर्खाको परिचय दिने काममा, इतिहास बताउने काममा हामी साथमा रहेका छौँ। आज मिति 2082 वैशाख 29 गते आज गुरु गोरखनाथको जन्मदिन साथै आज बुद्धको पनि जन्मदिन रहेको छ। यही दिनमा गोर्खाको वज्र भैरवमा कसरी नाथजीहरूद्वारा कसरी चाहिँ पूजाआजा गरिँदो रहेछ भन्ने जानकारी हामी हजुरहरूलाई प्रस्तुत गर्दैछौँ, देखाउँदैछौँ। गोर्खा नेपालको ठुलो शक्तिपीठ वज्र भैरवमा आजको दिन विशेष पूजा हुने गर्दछ र यहाँ कसरी साधुहरूले नाथजीहरूले कसरी पूजा विधिहरू विशेष पूजाहरू गर्नुहुँदो रहेछ भन्ने कुरा हामी हजुरलाई प्रस्तुत गर्दैछौँ।